हेलो नमस्कार सबैजनालाई। म आज एउटा यो भिडियो नेपालको भिडियो जुन त्रिशुली नदी चाइनाबाट आउने भोटेकोसी भन्ने नदीले चाहिँ नेपाल त्रिशुली बजारबाट ल्याएर धेरै जग्गा धेरै मान्छेमा ज्यान क्षति भएर बस्ती एउटा सहरै स्वातसुतै बगाएर लगेको भिडियो हजुरहरूले देखिराख्नु भएको छ होला। म त्यही भिडियो लिएर आएको छु। हेर्नुहोस् कस्तो एउटा एक सेकेन्ड पनि टाइम नरहिकन जब आयो एकैचोटि पृथ्वी हल्लाएर आएर चाहिँ स्वातसुतै ल्याएर गयो। यतिजना उहाँ मर्नुभयो भनेर टुङ्गो छैन। र नेपाल आर्मीलाई पनि धेरै धेरै धन्यवाद छ। र उहाँ धेरैजना र इन्डिया चाइनाले पनि फेरि नेपाललाई चाहिँ हातेमालो गरेर सहयोग गर्ने एक लिखित गरेको रहेछ। त्यसमा पनि धन्यवाद। एउटा डुबाउ एउटा आधा सहरै झन्डै नेपाल गयो र उहाँ चाहिँ एउटा यस्तो एउटा मैले एउटा भिडियो देखेको छु। त्यो भिडियो हजुरहरूले पनि हेर्नु होला। एउटा रुखामा साँप बेरे जस्तो गएर मान्छेको डेड बडीलाई रुखमा बेरिदिएको छ। सत्य हो यो भिडियो हेर्नु होला। र अहिले पनि कति मऱ्यो भन्ने थाहा छैन, कति त बगाएर लगौ घर गाउँ नदी सदी सबै लगेको छ। र हजुरहरूले यो भिडियो धेरैभन्दा धेरैजना सेयर गरिदिनु होला।